जग्लाखेलको मेला हेर्न गएको यो गेम के अरूले जस्तो रमाइलो गरेर खेलिरहनु भएको हामीलाई चाहिँ डर लाग्यो कि अनि मैले मेरो बेबीलाई बेबी यु वान प्ले भन्दा नो आई डोन्ट वान्ट टु प्ले मैले खेलेँ भने त म यस्तै डराउँछु भनेर एउटा कस्तो एक्टिङ गरेर देखाएर एकछिन त्यसले हँसायो पनि अनि खासमा हामी चाहिँ यो फिस एक्वेरियम हेर्न गएको थियौँ जब हामी एक्वेरियममा इन्ट्री गऱ्यौँ तबदेखि नै मेरो बेबीलाई चाहिँ गर्मी भयो अरे भनेर उसले राम्रोसँग भिडियो फोटो नै खिच्न दिएन क्या अनि छिटो जाउँ मामु भने हो जब हामी यो ठाउँमा पुग्यौँ यो ठाउँमा पुगेपछि अब त्यो तिनैतिर पानी थियो अनि फिस थियो अनि अलिकति शीतल फिल चाहिँ हुँदो रहेछ अनि त्यहाँ चाहिँ उसले अलिकति टाइम दिएर हेरे जस्तो गरेर अलिकति भिडियोहरू खिच्न पाएँ तर ओहो यति धेरै मान्छे हेर्नुहोस् न यति धेरै मान्छे है अनि त्यसै माथि फेरि सेक्युरिटी गार्डले चाहिँ कराइरहनु भएको क्या छिटो जानुहोस् नउभिदिनुहोस् रे नउभिकन कसरी हेर्ने कस्तो फनी लागेन मलाई त्यस्तो फनी पनि लाग्यो कुरा सुनेर पनि अनि होइन नेपालमा केही नयाँ कुराहरू ल्याउनु भयो बच्चाहरूको फनको लागि अथवा होइन ठुलै मान्छेको लागि पनि तर त्यो कुरालाई अलिकति सिस्टमेटिक गरिदिनु भएको भए टाइम टेबल तोकेर होइन वान टाइममा कतिजनालाई इन्ट्री दिने र कति मिनट हेर्नु दिने र शान्त भएर हेर्नु होला भनेर त्यो एउटा उनीहरूले टाइम टेबल बनाएर त्यो रिक्वेस्ट गरेर त्यसरी सिस्टम बनाएर उनीहरूले त्यो इन्ट्री दिएको भए चाहिँ अझ राम्रो हुन्थ्यो कि अझ राम्रोसँग हेर्न पाउँथ्यो अनि चाहिँ रमाइलो फिल हुन्थ्यो होला है मेरो विचारमा चाहिँ तर उहाँहरूले के गर्नुभएको छ जति आउनुभएको सबैलाई इन्ट्री दिनुभएको छ कि सबैजनालाई एकैचोटि इन्ट्री दिनुभएको छ अनि मान्छेको भिड त्यस्तै गर्मी त्यस्तै अनि बच्चाहरू चाहिँ त्यो गर्मीले गर्दाखेरि अलिकति उनीहरूलाई चाहिँ त्यो त्यहाँ ठाउँमा बस्न त्यति उसले मन पराएन कि मेरो बाबुले चाहिँ स्पेसली अनि हो यो ठाउँमा मात्रै उसले अलिकति मन पराएर अलिकति हेऱ्यो तर त्यहाँ यस्तो क्राउड भएको भएर कानै त्यो बजे जस्तो फिल हुने कि मान्छेको धेरै हल्लाले गर्दाखेरि चाहिँ मलाई चाहिँ अलिक कस्तो रमाइलो छ हेर्नु मन लाग्दैन हेर्न पाएन ल साथीसँग यही एउटा भिडियो चाहिँ मेरो बाबुको खासै भिडियो खिच्न नि पाएन यही एउटा ग्रुप फोटो छ यही एउटा मामु छोराको सेल्फी छ भिडियो बनाउँदै